आराध्यदेव भगवान शिवको जन्मस्थान कैलाश हिन्दू, बौद्ध, बोन तथा जैन यी 4 धर्मावलम्बीहरूका लागि महत्त्वपूर्ण धार्मिक स्थल हो। साथै अरू धर्म विश्वास गर्नेहरूका लागि पनि यहाँ कम्तीमा एकपटक पुग्ने इच्छा हुन्छ। त्यति मात्र नभएर यसलाई अलौकिक शक्तिको केन्द्रबिन्दु पनि भनिन्छ। कैलाश पर्वत यो हिमाल 6638 मिटरको उचाइमा अवस्थित छ। हिन्दू धर्ममा यसलाई भगवान शिवको वासस्थान भनिन्छ भने बौद्ध धर्ममा यसलाई संसारको केन्द्र भनिन्छ। अहिलेसम्म कोही पनि यसको चुचुरोमा पुग्न सकेको छैन, किनभने यसको पवित्रतालाई कायम राख्न र धार्मिक भावनाको सम्मान गर्न यहाँ चढ्न निषेध गरिएको छ। मानसरोवर ताल यो ताल 4590 मिटरको उचाइमा अवस्थित छ र यो विश्वको उच्च सफा पानीको तालहरूमध्ये एक हो। संस्कृतमा मानसको अर्थ मन र सरोवरको अर्थ ताल हो भन्ने बुझिन्छ। त्यसैले यसको शाब्दिक अर्थ मनको ताल हुन्छ। हिन्दू धर्ममा यो ताललाई पवित्र मान्छन् र यहाँ स्नान गर्नाले पाप नाश हुन्छ भन्ने विश्वास रहेको छ। बौद्ध धर्ममा यसलाई आमाको प्रतीक भनिन्छ। यो ताल कैलाश पर्वतको नजिकै रहेको छ। यसको क्षेत्रफल लगभग 320 वर्ग किलोमिटर। चीनको तिब्बतमा पर्ने कैलाश मानसरोवर हुम्ला जिल्लाबाट सबैभन्दा नजिक पर्दछ। कैलाश मानसरोवरलाई तिब्बत प्रवेश नगरिकनै नेपालबाटै पनि दर्शन गर्न सकिन्छ। आज हामी नेपाल साइड अर्थात् हुम्ला जिल्लाको लिमी लाप्चाबाट कैलाश दर्शन कसरी गर्न सकिन्छ भन्ने बारे उल्लेख गर्नेछु। त्यसैले भिडियोलाई अन्तिमसम्म हेरिदिनुहोला। हाम्रो यात्रा सिन्धीकोटबाट सुरु हुन्छ। सिन्धीकोट हुम्ला जिल्लाको सदरमुकाम हो। पहिलो दिनमा नाफलथाङ, दोस्रो दिनमा 5000 मिटरको न्यालुला पास क्रस गरेर लिमी पुगिन्छ। लिमी एक अद्भुत स्थान हो जहाँको सांस्कृतिक रीतिरिवाज चालचलन बेग्लै खालको छ। यहाँका मानिसको जनजीवन आधुनिक जीवनशैलीभन्दा धेरै फरक छ। तिब्बतसँग जोडिएको यो ठाउँ प्राय तिब्बती भाषा नै प्रयोग हुन्छ। लिमी लाप्चा सडक खण्डमा मोटर चल्ने गरेको छ। लिमीबाट लाप्चा हुँदै तिब्बत जानको लागि सबैभन्दा छोटो मानिन्छ, जसलाई पुरानो व्यापारिक मार्ग पनि भनिन्छ। लाप्चा नेपाल र चीन बीचको बोर्डर हो। यसै ठाउँबाट कैलाश मानसरोवरको अवलोकन तथा दर्शन गर्न सकिन्छ। हल्जी जाङ हुँदै करिब 5-6 घण्टामा गाडीबाट लाप्चा पुगिन्छ। विशेष गरी कैलाश मानसरोवर जान नसक्नेहरूका लागि यसै ठाउँबाट पूजापाठ गर्न सकिन्छ भनेर यो ठाउँलाई प्रमोट गरिएको छ। सिन्धीकोटबाट 2 दिनमा लाप्चा पुगेर कैलाश दर्शन गर्न सकिन्छ। कैलाश पर्वत र मानसरोवर तालको धार्मिक र प्राकृतिक महत्त्व धेरै ठुलो छ। त्यसैले वर्षेनी हजारौं तीर्थयात्रीहरू यहाँ दर्शन गर्न आउँछन्। अन्त्यमा तपाईहरूलाई एउटा सुझाव, तपाईहरूले पैदल यात्रा नगरिकनै सिन्धीकोटबाट सल्ली हुँदै न्यालुला पास क्रस गरेर गाडीमा जान सक्नुहुन्छ। कैलाश पर्वत अग्लो स्थानमा भएकाले छिनछिनमा मौसम परिवर्तन हुन्छ, जसले गर्दा लिमी लाप्चाबाट कैलाश मानसरोवर दर्शन गर्न सकिँदैन। त्यसैले मानसरोवर दर्शन गर्ने उपयुक्त समय मे टु सेप्टेम्बर रहेको छ। बाट दर्शन गर्दा त्यहाँ मुनि एकदमै त्यो मानसरोवरको दर्शन आयो नि, दुईटै सँगै आउने। भिडियो मन परेमा प्लिज लाइक, सेयर एन्ड सब्सक्राइब गर्न नभुल्नुहोला। धन्यवाद अन्तिमसम्म हेरिदिनु भएकोमा।